देश में संविधान रहने कि नरहने स्थिति में पुग्यो। संविधान अहिले तपाई हामीले देखिरहेछौ यो संविधानलाई रक्षा पनि गर्नुपर्ने छ। यो संविधानबाट प्राप्त उपलब्धिहरूलाई रक्षा पनि गर्नुपर्ने छ र तपाई हामीले देख्दै गइरहेको खतरालाई जोगाउनु पनि पर्ने छ र तपाई हामीले प्राप्त रक्षा गर्दै नयाँ संविधानमा रहेका त्रुटिहरू संविधानमा हिजो छुटेका कुराहरूलाई संविधान संशोधन मार्फत हामीले अगाडि बढ्नुपर्छ। अर्को कुरा रह्यो नीति निर्माणको कुरा समग्र विकास गर्ने हो भने अर्को यो देश र यो क्षेत्रलाई 2 नम्बर क्षेत्रका समग्र क्षेत्रको विकासको निम्ति समग्र क्षेत्रले कस्तो खालको विकास गर्ने विकासका मोडेल कस्तो बनाउने हामी यो 2 नम्बर क्षेत्र तरहरादेखि देवानगञ्ज बोर्डर सिमानासम्म पर्छ। त्यसकारणले गर्दाखेरि यो समग्र क्षेत्रको मनोविज्ञानले समेट्ने गरी यो 2 नम्बर क्षेत्रका तरहराका जनताको एउटा मनोविज्ञान छ। इटहरी लगायतका जनताको भने रामधुनी लगायतका एउटा मनोविज्ञान बोकेको छ। त्यसैगरी इनरुवा लगायतको एउटा मनोविज्ञान छ भने जो अर्को बोर्डर सिमानासम्म जोडिएका जनताको अर्को मनोविज्ञान छ। उले सीमाका समस्याहरू पनि झेलिराख्नु पर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि यो सबै मनोविज्ञानलाई यो भूगोललाई यो गाउँका बस्ती बस्ती टोल टोल र यहाँका सम्पूर्ण जात जाति धर्म कर्म संस्कृति र सबै जातको भावना मैले राम्रोसँग बुझेको छु। त्यसकारणले गर्दाखेरि मलाई तपाईहरुले मतदान गर्नुहुन्छ भन्ने मैले आशा पनि राखेको छु। यो सँगसँगै अहिले यो क्षेत्र एकातिर विकसित शहरमा इटहरी विकास हुँदैछ, दोस्रो रामधुनी नगरपालिका आफैमा एउटा नयाँ नगरपालिका विकास हुँदैछ। यहाँ एउटा राम्रो तरिकाले धार्मिक पर्यटकीय क्षेत्र रामधुनीको भूगोललाई रामधुनीको समग्र भूगोललाई र रामधुनी मन्दिर जसले चाहिँ राम भगवानले चाहिँ वनवास आउँदाखेरि धुनी बालेर बसेको थियो, आज त्यो रामधुनीलाई कसैले म सुनिरहेको छु कि गलत तरिकाले चाहिँ अपव्याख्या गर्ने अपमानजनक अभिव्यक्ति दिन गरिरहेको छ। म त्यस्ता अभिव्यक्तिहरूलाई खेद प्रकट गर्न चाहन्छु रामधुनीको बासिन्दाको नाताले। यस्ता भ्रममा तपाईहरु नपर्नुस्। हामीले यहाँ रामधुनीका जनताले रामधुनीका समस्या के हो, सांस्कृतिक समस्या के हो, धार्मिक समस्या के हो, सामाजिक समस्या के हो, शैक्षिक समस्या के हो, त्यसकारणले मलाई राम्रोसँग थाहा छ। इनरुवामा जाँदाखेरि त्यसै गरी त्यहाँका पुरानो बजार इनरुवा छ। इनरुवा भन्नलाई यहाँ कसैले लाज माग्नु पर्ने छैन। देवानगञ्ज भन्नु पर्ने कसैले लाज लाग्नु छैन। हामीलाई गर्व लाग्छ। त्यसैले गर्दाखेरि जे हाम्रो पहिचान छ, हाम्रो पहिचानले संविधानले सम्मान गरेको छ भने कुनै व्यक्तिले अपमान गर्दैमा त्यो पहिचान र त्यो ठाउँ हाम्रो बिग्रिने छैन। हामी आफैमा गर्व गर्छौं। त्यसकारणले आदरणीय जनसमुदायहरू र यो अर्को कुरा यो क्षेत्र आफैमा एउटा कृषिमा आधारित क्षेत्र हो। कृषिका समस्याहरू म एउटा किसान परिवारको छोरी भएकोले किसान परिवारमा जन्मिएको र छोरी भएकोले किसानहरूको समस्यालाई कसरी समाधान गर्ने राम्रोसँग बुझेको छु र त्यसैगरी युवाहरू र महिलाहरूको नेतृत्व विकास युवाहरूको रोजगारी सिर्जना गर्नको लागि राम्रोसँग मैले बुझेको छु र यो सबै पहल गर्नको लागि म यहाँबाट चुनाव जितेर गइसकेपछि तपाईहरुको सपना तपाईहरुले आशा गरेको सपनाहरूलाई म मर्ने दिने छैन र तपाईहरुको समाज विपरीत यहाँका क्षेत्रका विपरीत कुनै किसिमको शिर झुक्ने कार्य गर्ने छैन। त्यसकारणले गर्दाखेरि तपाई सम्पूर्ण तमाम 2 नम्बर आदरणीय झुम्कावासी जनसमुदायहरूले फेरि पनि भन्न चाहन्छु कि तारा चुनाव चिन्हमा मतदान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै धन्यवाद।